हेलो दर्शकबिन नमस्ते गुड मर्निङ। यहाँहरूलाई मैले यो काउली जुन अहिले वैशाखमा चाहिँ काउली खेती बन्द कोबी चाहिँ लगाउनु भएको छ र चाहिँ एकदमै राम्रो भएको पनि छ। अब केही दिनपछि यो बन्दाकोपी यसको मूल्य धेरै नै माथि जान्छ भन्ने आशा लिएका छौँ र यहाँ यो उत्पादन गर्ने किसान पनि हुनुहुन्छ। उहाँलाई मैले यो स्क्रिनमा देखाउँदै उहाँसँग मैले सानो कुराकानी गर्दैछु। उहाँ अहिले काम गरिराख्नु भएको छ। ल उहाँलाई म कुराकानी गराउँछु। हजुर नमस्कार। नमस्कार। ल आफ्नो नाम भनिदिनु, आफ्नो परिचय भनिदिनु त। मेरो नाम जयप्रकाश थारू। हजुर। मेरो बारगंगा नगरपालिका वार्ड नम्बर 5 मटेरिया गाउँ हो। त्यसो भए तपाईँ कति वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ र के लगाउनु भएको छ, तपाईँको अनुभव के छ, यसको बारेमा अलिकति बताइदिनु न। म त तरकारी खेती गर्दै आएको अहिले 13 वर्ष भइसक्यो। हजुर। 13 वर्ष भइसक्यो। अब अहिले तरकारी हेर्दाखेरि अब लहरे बाली, करैला, काँक्रा, फर्सी, भिन्डीहरू छ। अनि यो गोभी तपाईँले वैशाखमा निकाल्न खोजिराख्नु भएको छ। अहिले त यसको मूल्य कम छ हैन। पछि गएर के होला कस्तो होला के छ यसको बारेमा के भन्नुहुन्छ? अब यो भाउ पाउँछ भनेर मैले यसभन्दा पहिला काउली बाली थियो। काउली बाली काटेर बेचेर त्यसपछि यो भाउ पाउँछ भनेर वैशाखतिर मैले बन्द रोपेँ। हजुर हजुर। अब राम्रै भएको छ बन्द। अब अहिले त 20 रुपियाँ गइराखेछ। 1 किलोको 20 रुपियाँ होइन, डल्ला। डल्ला सिधै डल्ला बेच्नुहुन्छ? सिधै डल्लाको हिसाबले 20 रुपियाँ गइराखेछ। कति डल्ला कति किलोका छन्? एउटा डल्ला 2 किलोदेखि 3 किलोसम्म। 2 किलोदेखि 3, 8 रुपियाँ 10 रुपियाँ परिरहेछ। 10 रुपियाँ किलो जति परिरहेछ। यसबाट के छ, तपाईँले कतिवटा बोट लगाउनु भएको छ, कति के सोचेर चाहिँ यो बेला चाहिँ सस्तो छ यो बेला निकाल्न खोज्नु भएको हो तपाईँ? यो मेरो एक कोलियामा यो यहाँ 300 छ, उता पनि छ 300 बोट। हजुर। 600 रोपेको थिएँ मैले। 600। कम्तीमा 10 रुपियाँमा बिके पनि 6000 आउँछ भनेर मैले रोपेको थिएँ। 20मा बिक्यो भने 12000सम्म 12000 आउँछ। अब त्योभन्दा अलि बढीमा बेच्न सके अलि धेरै नै हुन्छ भनेर लगाएको थिएँ। अब कोही बेच्न सकिन्छ कि सकिन्न महँगोमा। के छ अहिले बेच्न सुरु गर्नुभयो कि के छ तपाईँको? आज भोलि त अब चारैतिर बन्द पनि सकिन लागेको होला है। यो चाउमिनमा यसको माग पनि बढी नै हुन्छ। के छ यसको भाउ बढ्ने अथवा यस्तै हुने के छ अड्कल तपाईँलाई? अब अहिले त खासै माग छैन। अब बेच्न त म बेच्न थालेछु। हिजो पनि काटेको दाँतहरू पनि देख्न सक्नुहुन्छ। हिजो बेचेँ मैले, 20 रुपियाँ डल्ला गयो। 20 रुपियाँ डल्ला गयो। बेच्न त सुरु गरिसकेँ। बेच्न सुरु गर्नुभएको छ। 10 रुपियाँ डल्ला गएको छ। अहिले भाउ छैन भन्नुहुन्छ हैन। ल हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै भिडियो तपाईँको फेरि बनाउने छौँ।